डोन्ट वेस्ट योर लाइफ अन ड्रग्स है, एल्कोहल ड्रग्स खाएर कोही पनि कुल हुँदैन, कोही कुल हुँदैन, फुल मात्र हुन्छ है, फुल मात्र हुन्छ। केही हुनेवाला छैन, तिम्रो सपना मारिदिन्छ होइन, तिमी भित्रको रेस्पेक्ट मारिदिन्छ, तिमीले गर्नुपर्ने अरूलाई गर्नुपर्ने कस्तो खालको नेचर हो, ह्युमन नेचर मारिदिन्छ, ह्युमन क्वालिटी मारिदिन्छ। केही हुँदैन कि एट द एन्ड जब तिमी आफूलाई त्यो 4 कोठाभित्र हेर्छौ केही पनि हुँदैन, न तिमीसँग सपना हुन्छ, न बाँच्ने आधार हुन्छ, न ह्युमन क्वालिटी हुन्छ, सो न तिमीसँग फ्यामिली नै हुन्छ, सो के को लागि बाँच्ने त होइन। अब हाम्रो नेपाली सोसाइटी कस्तो छ, वी हेभ टु लुक आफ्टर आवर होइन पेरेन्ट्स फ्यामिली, हामीले सबको हेरचाह गर्नुपर्छ। जब तिमी जिउँदै हुँदैनौ भने तिमी अरूलाई के दिन्छौ कि, त्यही भएर आफ्नो लागि भयो भने आफू जिउँदो हुनलाई, आफ्नो सपना, आफ्नो ह्युमन क्वालिटीलाई सर्भाइभ राख्नु छ भने चाहिँ डोन्ट डु ड्रग्स, इट्स डिस्ट्रक्सन। यसले एट लास्ट जस्ट डोन्ट डु ड्रग्स। के गाह्रो छ कि निस्किन होइन, 5% मात्र निस्केर आछन्, सबैजना निस्किँदैन कि। यदि तिमी फसिसकेका छौ भने होइन, तिमी निस्किन्छौ भने कुनै ग्यारेन्टी छैन कि, एकदम कम मान्छेहरू मात्र निस्केर आछन्। सो डोन्ट, यदि बिगिनिङ फेजमा छन् जस्ट